यस्तै अलिक ठुलो थियो मुनि मुनि अर्को चार पाँच पिस बनाएर लगाएको यहाँ उठ्यो बहिनीले यो डोको बोल्नु थाले कति भयो बुवा हजुर कति आज 20 जनवरी थालेर बोल्नु भयो कति 2 दिन छोडेका है अनि हिजोबाट भन्नु थाल्यो अनि यो डोको बोल्नु कसले सिकायो सुरु अन्त गोठा बसाएर आफैले खेल्दै खेल्दैहरूले सिकाइदिए म गोठा बसेँ नि धुन्चिया जङ्गलमा धुन्चिया जङ्गलमा के पहिलो घर उता हो र हो रसो हो नि त ए कुन ठाउँ उदोसिला नि ए अनि यता आउनु कति भयो त यता आएको यो चौरा बगैँचा खानेमा चाहिँ थियो यो पहिले त्यहाँ हो पहिला चौरा बसेँ अनि पछि साथीहरूसँग छैन जाउँ भनेर आइपुगेको पानी त मिठो दाउरा पनि भएको जाँदा पछि के चौबडाको मान्छे उता कोही सर्छ त भने हजुर पहिला लेख्नु महत्त्व छ नि गाडी बनाउँछु 5जना भनेको छ काम हुँदै जाने बन्दी गयो भने पल्लो खाएर 5-5 भनेको छ नि काट्नु न बाँस काट्नु अनि त्यसपछि अब आलु रोप्नु टोकरी आलु आलु खनी टोकरी चाहिँ भिग्छ क्या अङ्कल टोकरीहरू भन्नुहुन्थ्यो चिया छैन होइन डोको पनि बन्छ बाँस मसँग थियो टन्नै माथि टन्नै छ यही 2 गाडी होला काट्नु छ है काट्न सक्ने ठाउँ छ बोक्नु नि असल होला बोक्नु पनि त्यस्तो गाह्रो छैन बाँसको पैसा तिर्नै पर्दैन काट भन्ने मान्छे कति काट्नु छ क्या अब यस्तो हुन्छ कि काट्नलाई 1200 लिन्छ त्यसले जम्मा 8-9 घन्टा काट्दछ मैले पोहोर वर्ष मलाई यहीँ किने फाइदा भयो अनि त्यो जे लिएर अड्केपछि झुन्ने झुन्ने नरुखा जाउँ सक्दैन तर पनि झन् 2-4 फाल्नु पर्छ गाह्रो हुन्छ नि गाह्रो गर्नु नि अलिकति तलपट्टि माथिल्लोपट्टि काटेर फाल्छु भने पड्केर गएर भुँडी रोप्नु पर्ने होइन बाँस त खतम हुन्छ नि पहिलो सजिलो तल्लोपट्टि काटेर माथिल्लोपट्टि काटेर ढल्यो भने मात्र आफूलाई लाग्दैन फेरि सुल्केर आउँछ त्यही त